जय मसीह सबैजनालाई फेरि पनि यो भिडियोमा स्वागत गर्दछु। हामीले सिन्धुलीको 3 दिनको सेवा अलि चाँडै सिद्ध्याएर आजको लास्ट दिनमा चाहिँ हामी ऐतिहासिक स्थल गढी घुमफिर गर्ने हामीले योजना बनायौँ। यता आएको बेलामा हेरौँ भनेर अनि मिलेसम्म हामी फोटोहरू खिच्नेछौँ, रम्नेछौँ, खुसी मनाउनेछौँ अनि तपाईँहरूलाई पनि देखाउनेछौँ। अनि हामी के गर्दै जान्छौँ त्यो सबै कुराहरू हामी डिटेली रूपमा देखाउने कोसिस गर्नेछौँ। हामी खाना पनि खाएको छैन, खाना खानेछौँ अनि सकेसम्म हामीले नेपाली खाना ढिँडो खाने योजना गरेका छौँ। अनि दाजुभाइ फेरि पनि अति नै आनन्दमय सेवामा सहभागी भएर फेरि पनि हामी आनन्द मनभरि हृदयभरि बोकेर हामी फर्किसकेका छौँ। यस्तो ठाउँमा हामी खाना खान आएको खासमा यो चाहिँ सिन्धुली गढीको भ्यू टावरबाट एकदम दूरबिनबाट हेर्दै हुनुहुन्छ। अङ्ग्रेज सेनालाई म हेर्दैछु। यहाँ चाहिँ सिन्धुली गढीको भ्यू टावरबाट दूरबिनले यहाँ अवलोकन गर्दैछ। यो चाहिँ पहिलोको जेल, तर त्यो बेलाको जेल है, यो जेलको भग्नावशेष यो है। जेलको परिक्रमा गर्दै है भाइ धेरै राम्रो है। कति नै राम्रो छैन दरबार। ल है, अब हामी गढी घुमेर फर्किसकेका छौँ, फर्किँदैछौँ। गयौँ अनि ठुलो गढी सानो गढी भन्ने रहेछ। अनि ठुलो गढी हेरौँ न त भनेर हामीले सल्लाह गरेको, अति नै उकालो रहेछ। बिच बाटोबाट फर्क्यौँ कि जस्तो लाग्यो, तर पनि यहाँसम्म आइसक्यो भनेर हामीले गयौँ। तर केही पनि छैन रहेछ त्यहाँ चाहिँ, केही पर्खालहरू भत्किएको पर्खालहरू मात्रै रहेछ। अनि त्यसैले हामी एकछिन रमाइलो गऱ्यौँ, बस्यौँ, घुम्यौँ। अनि सबै कुरा हामीलाई खिच्ने अनुमति थिएन, त्यसैले कति कुराहरू खिच्यौँ, हेऱ्यौँ, रमाइलो गऱ्यौँ। अब हामी फर्किँदैछौँ। प्रभुलाई धन्यवाद। हामीले विशेष गरी यो ठुलो गढीको माथि गएर प्रार्थना गऱ्यौँ ताकि यो ठाउँबाट पनि प्रभुलाई महिमा भएको होस्। यो ठाउँमा ठुलो रगत बगेको छ। अनि
सुनेको अनुसार अनि त्यसैले त्यो रगतले दुहाई गर्छ भनेर बाइबलले भन्छ। अनि त्यसैले हामीले त्यहाँ गएर प्रार्थना गऱ्यौँ। सारा सृष्टिले परमेश्वरको छोराछोरीहरूको पर्खाइ गर्छ भनिकन प्रतीक्षा गर्छ भनिकन भन्दछ। हामी त्यहाँ गयौँ, सारा सृष्टिहरूसँग मिलेर हामीले प्रभुलाई धन्यवाद दिएर फर्किँदैछौँ। धन्यवाद।